तपाईको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही हैन त त्यस्तो त्यस्तो बोलिदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा हैन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटी कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने हैन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो रे हजुरको नाम हैन नाम त भन्न मिल्दैन सर देशब नाम मात्रै हैन तपाईको आईडी पनि हेर्ने अधिकार हुन्छ जसकै नाम होइन तपाईको आईडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेशमा सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहियो त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईको अन्तिम इच्छा के हो भन्नु भने सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु हैन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ चाहिँ हामीसँग जानलाई त्यही कुरा गर्नु भएको हो हैन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गर्न आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो नपटाएर सर नपटार्नु भन्ने कुरै होइन नि सर